ल है साथीहरू सबैजनाले नमस्ते सर्वप्रथममा अनि नयाँ दिन फेरि हामी नयाँ लेसन क्विक लेसन नम्बर 2 लिएर आइसकेका छौँ भिडियो एडिटिङ इन एडोबी प्रिमियर प्रो हैन। आज चाहिँ हामी एउटा नयाँ कन्सेप्ट के छ भन्दा साउन्ड फेड इन एन्ड फेड आउट हैन। एकदम सजिलो कुरा छ, एकदम सानो कुरो छ तर एकदम युजफुल कुरो छ भिडियो एडिटिङमा हैन। विदाउट एनी डिले लेट्स स्टार्ट है केटा हो। अब यहाँनिर चट्ट लाएर एउटा क्लिप मैले तानिल हैन, यही रहेछ, यही तानिदिएला आनन्दको यहाँ क्लिप रहेछ है प्रकृतिमा। अब साउन्ड के सुट गर्छ त यहाँ एउटा तानौँ ल। यो अलि फङ्की रहेछ, ट्याक्क ट्याक्क यो अलि लागेन यहाँनिर मोडमा। यो तानौँ है त, के रहेछ यो। हो यो ठिक छ ल, आनन्दको पियानोको होइन मजाले। तर यहाँ नोटिस गर्दा यहाँ अलरेडी नै साउन्ड फेड इन जस्तै जस्तै नै भइरहेछ क्या। यो वेभ हेरेर नि थाहा हुन्छ यहाँनिर होइन, सानो यहाँ ठुलो छ अनि यहाँ यता हेरेर नि थाहा हुन्छ है स्टार्टिङमा। अब यहाँ चाहिँ अलि ठ्याक्क लगायो भने त्यति नोटिसेबल हुँदैन होइन। के गर्ने भन्दा यहाँ म्युजिक प्रड्युसरले अलरेडी लगाइदिएर चाहिँ पहिल्यै क्लिपमा यहाँ बिचोदेखि गरौँ र जसरी नै हामीले सिक्ने त हो नि होइन। कुनै कुनैमा चाहिँ गरिदिरहेको हुन्छ कि पहिल्यै म्युजिकमा कुनै कुनैमा, अनि हामीले त बिचोदेखि चलाउनु पर्ने हुन्छ म्युजिक कहिले अनि त्यस्तो मलाई काम लाग्छ कि। ल अब यहाँ सिकौँ है त। पहिला अब यहाँ के छ भन्दाखेरि हामीले इफेक्ट कन्ट्रोल चाहियो, ल इफेक्ट कन्ट्रोल चाहियो होइन। ल होइन विन्डोज म्याक जुनमा चलाए पनि कुरो यस्तै नै उस्तै नै छ है। इन्टरफेस अलिकति मात्र फरक हो, खासै त्यस्तो फरक छैन। ल अब यहाँनिर लेभल भनेर छ अनि साउन्डको युनिट के हो डेसिबल होइन, डिबी यहाँ छ है होइन। अब यो 0मा छ, यसलाई चाहिँ मैले -55 गरिदिन्छु। यो चाहिँ स्ट्यान्डर्ड एउटा जस्तै जस्तै भ्यालु मान्छ कि यहाँदेखि चाहिँ -50-40हरूले चाहिँ त्यति सुनिन्न, 30हरूले -55देखि चाहिँ बल्ल अलि सुन्न थालिन्छ भनेर एउटा भ्यालु स्ट्यान्डर्ड जस्तै मान्छ क्या। अब यसलाई मैले यति नै ल मानिदिएँ है त। ल यो 55 हो। अब सानो हुँदै ठुल्ठुलो हुँदै जानु पऱ्यो है। अब कहाँसम्म जाने त भन्दा अब ल मैले अब मलाई ल यहाँसम्म राखिदिएँ ल होइन, जता राख्नु पनि मिल्छ क्या। अब यहाँनिर 0 गरिदिएँ, ठिक छ साथीहरू। ल यहाँ पनि हामीले हेर्न सक्छौँ नि होइन, घट्दै आएको थियो नि सर ल होइन, कस्तो मजाले। ल अझै मैले कानलाई अझै नोटिसेबल हुनुलाई मैले -85 नै पुऱ्याइदिएँ ल। होइन टक्क लाएर सुनिँदै आयो नि होइन। अझै बढाइदियो भने ल -95 चाहिँ नै बनाइदिनु, अझै सानोदेखि गहिराइदिए सर बढ्दै बढ्दै जाने हो कि। कस्तो मजाले सर बढ्दै गयो नि होइन, यसरी जाने हो कि। अब यहाँ भ्यालु यहाँनिरसम्म गर्न पर्ने केही त्यस्तो म्याथमेटिक्स केही छैन, आफूलाई जहाँ मन लाग्यो त्यही गर्न मिल्छ। आफ्नो कानलाई प्रिफरेन्स कस्तो चाहिन्छ होइन त्यो अनुसारले गर्न सकिन्छ है साथीहरू। अब आउट गर्नलाई मैले यहाँ काट्दिएँ, यसलाई टुङ्गाइदिएँ होइन, यसलाई टुङ्गाइदिएँ। अब आउट गर्नलाई पनि मैले यहाँदेखितिर यहाँ थिचेँ होइन। अनि के गरेँ भन्दा ल माइनस यहाँ पनि मैले 95 नै गरिदिएँ ल होइन। आफूलाई जस्तो मन लाग्छ त्यस्तो, म्याथमेटिक्स केही छैन होइन। यहाँ थिचेँ, यो के हो यो प्याराग्राम यो क्वालिटेटर जे भने यो डल्लोलाई यसरी फ्याट यसरी सारिदियो, यहाँ टुङ्गाइदियो, कुन्नामा लगिदियो क्या हामी, यहाँ पुऱ्याइदियो क्या त्यसलाई, यहाँ पुऱ्याइदियो त्यो माइनसलाई चाहिँ, अनि यहाँ 0 गरिदिने, ठिक छ साथीहरू होइन। अब यो 0देखि चाहिँ भएको यहाँ 0 छ, अब सर घट्दै 95सम्म पुग्ने भयो क्या। इन्डिङमा त सर घट्न पऱ्यो नि त, अघि बढ्दै बढ्दै आएको थियो, घट्दै जानु पऱ्यो कि, फेड आउट फेड इन होइन, त्यो कन्सेप्ट हो कि। एकचोटि पहिल्यै सुनौँ है त। ल कस्तो मजाले सर गयो नि, यहाँको नोइज आइरहेको अझै सुनेन ल है। ल चट्ट यो चाहिँ बेस्ट अप्रोच हो यो, प्रोफेसनले यसरी गर्नुपर्छ है। कोही कोहीले चाहिँ के गरिदिन्छ भने यहाँ जस्तै यहाँनिरतिर काटिदिन्छ होइन, अनि यहाँ के गर्ने रहेछ भन्दा मैले देखेँ क्या अब यहाँ जाने रहेछ अनि टक्क लाएर अडियो गेन सरी आउँदै आएन, यहाँ थिच्यो अनि अडियो गेनमा गयो होइन, अनि डिबी घटाइदिने रहेछ, यहाँ माइनस गरिदिने रहेछ, अनि त्यो भाग जस्तो लाग्ने रहेछ क्या। त्यस्तो गरेर हुँदैन है, विच इज भेरी ब्याड एप्रोच होइन, त्यस्तो चाहिँ गर्दै नगर्नु भन्छु।
त्यही भएर मैले यो भिडियो बनाएको हो। यसरी काम गर्नुपर्छ। स्पिकरहरूमा पनि ट्याक्क राम्रो सुनिन्छ, सरर बढ्दै सरर घट्दै गए यसरी गरिने हो होइन। एकदम सानो कन्सेप्ट भयो नि एकदम काम लाग्छ है साथीहरू। ल यस्तै यस्तै नयाँ भिडियो म लेसन लिएर आउँदैछु होइन। अब आगामी दिनहरूमा पनि केही सिक्न मन लागेको छ भने त्यस्तो स्पेसल केही छ भने कमेन्टमा गएर ट्याक्क थिचिदिनु होला, म पढेर ल्याउने छु। ल है त, त्यतिन्जेलसम्मको लागि सबैजना राम्ररी बस्नु होला, भिडियो एडिटिङ हान्दै गर्नु होला, सिक्दै गर्नु होला है त साथीहरू। ल ह्याभ अ गुड डे है त।